यहाँ चाहिँ जस्ट घाम झुल्केको छ है, देख्न सक्नुहुन्छ। म गेम खेल्ने ठाउँ चाहिँ यो डाँडा उतापट्टि आङसाराङ 7 धुर्पु चाहिँ म गेम खेल्ने ठाउँ चाहिँ आइपुगिसक्यो है। हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। राइट नाउ म अहिले चाहिँ 5 थरको आङसाराङमा छु। सो आज म चाहिँ गेम खेल्न जाँदैछु। मेरो डेली मर्निङ टाइम चाहिँ दिनको सुरुवात यसरी नै हुन्छ है। अब यस्तै ठाउँ हिँडेर हेर्नु न, यहाँले बाढीले यस्तो भइरहेछ क्या। सो म चाहिँ अब बिहानै लगभग आधी घन्टा 35 मिनटको बाटो हिँडेर चाहिँ म जान्छु है गेम खेल्नु। देखिसक्नु भएको छ होला पछाडि ब्याट। अनि यहाँनिर यस्तो छ क्या, यो चाहिँ फुल्ली आङनेम्बे गाउँ हो क्या। अनि यहाँ चाहिँ अब यस्तै पार्टी पौवाहरू हुन्छ है। उपर माङ्गिम देखिहाल्नु भयो तपाईँहरूले। सो अहिले चाहिँ म बिहान जाँदैछु। अहिले चाहिँ म आङसाराङको धुर्पुजे भन्ने ठाउँमा पुग्न लागिरहेको छु। यहाँदेखि चाहिँ म गेम खेल्नु जाने चाहिँ आङसाराङ 7देखि चाहिँ आङसाराङ 6 मेलबोटे जाने हो क्या। सो मेलबोटेको वडा कार्यालयमा चाहिँ हाम्रो गेम हुन्छ। त्यहाँ पनि कभर्ड हल चाहिँ छैन, यत्तिकै खुल्लामा हो। यता त टिमै पुग्दैन, अनि उतै जानुपर्ने हुन्छ। लेट्स सी द गाइज फाइनली म चाहिँ यहाँनिर धुर्पुजे गाउँ आइसकेको छु है। लेट्स सी, दिस इज धुर्पुजे। यो चाहिँ आङसाराङ 7 पर्छ। दिस इज आङसाराङ 7 धुर्पुजे। आङसाराङ 7 गरे यता फागुनन्दा 7। यहाँको गाउँ चाहिँ यस्तो छ। अहिले चाहिँ म यहाँनिर धुर्पुजे गाउँ पनि काटेर यता आइसकेको छु। अनि भने नि म्याक्सिमम पनि यता चाहिँ यस्तो चौतारो हुन्छ क्या। यता पार्टी पौवा भनौँ न है। अनि यता चाहिँ प्रायः म यो आधी घन्टाको बाटोमा मैले यहाँ 20-30वटा देख्न सक्छु है यो बाटोमा। अनि म गेम खेल्ने ठाउँ चाहिँ यहाँ हो क्या, तपाईँहरूलाई देखाउँछु ल। म गेम खेल्ने ठाउँ चाहिँ यो डाँडा उतापट्टि है। यो डाँडा यही गाउँ ठ्याक्कै उतापट्टि। यहाँ चाहिँ अब वडा कार्यालय छ फागुनन्दा 6को। सो यत्रो टाढो जानुपर्छ क्या हामी गेम खेल्नलाई चाहिँ। सो बाटो चाहिँ यस्तो छ है। यहाँनिर मैले अहिले जुम तानेर गरिरहेको छु। म गेम खेल्ने चाहिँ त्यति टाढा हो क्या गाइज। सो मैले चाहिँ कस्तो बाटो छिचोलेर जानुपर्छ भन्दाखेरि तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ बस पनि लाग्छ क्या बिहानै 6 बजे, लगभग 5 बजे नै बस जान्छ। सो मैले चाहिँ म बसमा जाँदा पनि हुन्थ्यो, किन भन्दाखेरि बसमा गएर वहाँ गएर वेट गरिराख्नुपर्छ क्या। अनि यसरी मर्निङ वाक जस्तो पनि हुने, यसरी हिँड्दाखेरि आफ्नो वहाँ पुग्दा ठ्याक्क वार्मअप पनि हुन्छ। अनि गेम खेल्नुको लागि पर्फेक्ट हुन्छ क्या। बसमा जाँदाखेरि चाहिँ जाने हो, यहाँदेखि 15 मिनट जतिमा त बसले पुऱ्याउँछ है। यहाँ चाहिँ झापा दमकतिर जाने, धरानतिर जाने बस हो खासमा। अनि फेरि वहाँ गएर पनि वेट गरिराख्नुपर्छ कि कोही आएको हुँदैन, त्यही भएर म चाहिँ हिँड्दै जान्छु मर्निङ टाइम। तर यो बाटो चाहिँ डेन्जरै छ है। हेर्नु न, यस्तो पहिरो खस्ने, पहिरो भन्दा पनि अस्ति यो बर्खामा झरेको यस्तो बाटो छ क्या। यहाँ हेर्नु त, पुरै यो खोलेर नि बाढीले। अनि यस्तो बाटो छ। अनि म जानुपर्ने चाहिँ अझै हाफ पनि भएको छैन है। बाटो चाहिँ अझै टाढै हो। अनि पाहाडको बाटो यस्तै होइन, काचाकुचुक हो। अनि हल्का जङ्गल पनि छ योपट्टितिर। हिजो चाहिँ मलाई झन्डै कुकुरले टोकेको क्या। तर म चाहिँ डराइनँ है। कुकुरले टोक्न आयो भने भाग्ने होइन क्या। त्यहीँनिर अडिक भएर आफूले पनि केही गर्छु भन्नुपर्छ। कुकुर आफै भाग्छ क्या। म हिजो त्यही भएको, म नभागेको, कुकुर झम्टेर आएको थियो, म नभागेको आफै भागो क्या। ढुङ्गाले लखेट्यो। अनि हेर्नु न, बाटो त पुरै यस्तो हुन्छ बाटो, डेन्जर है। अनि बाइक कुदाउँदा त यहाँ मात्र कुदाउनु पऱ्यो। अस्ति मैले यहाँदेखि झन्डै बाइक लड्यो। यस्तो बाटो छ। अनि यत्रो नै हामी त्यस्तो पर्फेक्ट पनि छैन फेरि पाहाडको बाटोमा। सो गाइज अब चाहिँ मैले पर जङ्गलमा मात्र भिडियो गर्नेछु ल गाइज, हेर्दै गर्नु होला है त। अनि तपाईँहरूलाई म एउटा इन्फर्मेसन है तपाईँहरूलाई यहीँदेखि दिन चाहेँ। म आउने चाहिँ यतादेखि हो क्या, यो डाँडा काटेर। हेर्नु न, यो बाइक अहिलेदेखि होइन क्या, म दिनै हिँडेर जान्छु। यो बाइक यहीँ हुन्छ क्या।
कबाडी बाइक हो कि कसको चोरेर अब चोरीको बाइक हो। लगभग म आएको यहाँ 15-20 दिनभन्दा बेसी भइसक्यो होला। त्यहीँ लडिरहेको हुन्छ, घरि उठाइरहेको हुन्छ। तर चिसोले चाहिँ लास्टै हात फुट्ने पन्जा नलागेको। म आएको डाँडा चाहिँ यही परतिर हो। ल गाइज हाफ पनि भएको छैन, तपाईँहरूलाई लामो भिडियो हुन्छ होला, परे गएर देखाउँछु है। गाइज म चाहिँ आइपुगेको छु है यहाँनिर यो ठाउँमा। यस्तो जङ्गल छिचोलेर है, पछाडि देख्नुहुन्छ कालो जङ्गल, त्यस्तो जङ्गल छिचोलेर आएको छु। हिजो मलाई ठ्याक्कै कुकुरले झम्टेको चाहिँ यहीँ हो क्या। सो आज मैले यहाँनिर लाठी बोकेर आएको छु। अनि दिस इज प्यानल है, सोलर प्यानल। यो चाहिँ के को लागि राख्या हो मलाई चाहिँ थाहा छैन। अनि हिजो चाहिँ मलाई यहीँनिर झम्टेको थियो कि कुकुरले। सो आज चाहिँ मैले लाठी लिएर आएको छु, किनकि नपरिकन अब मान्छे नपरिकन चाहिँ एक्टिभ भइँदैनन्, खोइ के यस्तै होइन। जे भए पनि हिजो परेपछि चाहिँ मैले लाठी बोकेर आएको छु, किनकि मार्ने हिजो आएको भए पनि म त्यसलाई होइन, मलाई टोक्थ्यो होला, तर म त्यसलाई मार्छु भनेर म पनि माइन्ड मेकअप गरिसकेको थिएँ क्या। सो मेरो चाहिँ अब त्यस्तै 15 मिनट जति लाग्छ होला है उता बाटो। यस्तो छ बाटो चाहिँ, अब भनौँ न घरहरू नभएको जङ्गलकै बाटो भनौँ न है। जस्ट रोड वे मात्र छ, तर यो बाटो चाहिँ खासै मान्छे हिँड्दैनन् है। यो रोडमा चाहिँ हिँड्नु चाहिँ हिँड्छन्, तर त्यस्तो खासै लामो दुरीसम्म चाहिँ होइन है। अलिक माथिबाट चाहिँ अब यासोकहरू जाने हो, योबाट पनि जान्छन् यासोक, तर यो बाटो अलिक सर्ट हो हुन चाहिँ, तर अलिक अप्ठ्यारै छ। सो उहाँ पुगेपछि देखाउँछु है गाई चाहिँ। अब चाहिँ गाई चाहिँ यहाँ चाहिँ जस्ट घाम झुल्केको छ है, देख्न सक्नुहुन्छ। जस्ट घाम झुल्केको छ। यता चाहिँ घर छ है दामी पाहाडमा। गाइज म गेम खेल्ने ठाउँ चाहिँ आइपुगिसक्यो है। दिस इज मेलबोटे। अनि यहाँनिर 6 नम्बर वडा कार्यालय छ, घाम झुल्किरहेछ पुरा। ल गाइज म चाहिँ खेलेर पनि आइसकेँ। अहिले राइट नाउ कति बज्यो भन्दा 9 साढे 9 भइसक्यो। सो आज खेलेको गेम सबै जित्यो। भिडियो चाहिँ खासै गरेन। तपाईँहरूलाई कस्तो लाग्यो ब्लग हेरेर सब्सक्राइब लाइक गरिदिनु होला है।